हेलो गाइज, वेलकम टु माई न्यू ब्लग है त गाइज। त्यसै गरी होइन हामी चाहिँ हिँड्यो भुड्की बिन्न। भुड्की भन्ने एउटा खनिज पदार्थ हुन्छ, खानेकुरा हुन्छ होइन, जे होस् त्यही खोज्नलाई अनि आइयो। सधैँ त पाइँदैन, जति बेला पनि पाइँदैन, तर यसो पानी परेछ भने त्यसको भोलिपल्ट चाहिँ अलिक टाइममा गयो भने चाहिँ अलि भेट्न सकिन्छ। अनि त्यही गरी हामी आज चाहिँ यसो जङ्गलमा आइयो भुड्की खोज्न। ल है, भर्खरै आएको अनि भर्खर आएर अब हामी यहाँ भेट्दैछौँ। हेरौँ कति पाइन्छ है त। ल हाम्रो जङ्गल हेर्ने हो त कति। त्यसै गरी अब यो हामी यो बाटो हिँड्नुपर्छ है, यो बुटो हिँडेर पारि जाने हो। खासै ठुलो त छैन, वहाँ झरे पनि हुन्छ, त्यही पनि के झर्ने यस्तो यसैबाट हिँड्यौँ न त कस्तो हुँदो रहेछ है। ए डर त लाग्छ नि मान्छे भएपछि होइन। ल त्यसै गरी क्रस भयो। अब जङ्गलको हामी छानबिन गरिरहेको छौँ, जङ्गलको छानबिन गर्दैछौँ हामी है त गाइज। गोलवा रुकल्दा थाहा थिएँ। अब गाइज त्यसै गरी जङ्गलको हामी भित्र छिरिसकेको छ है। अनि अहिलेसम्म बोनी त भएको छैन, भनेपछि अलिक खासै भेटिरहेको छैन, भनेपछि भएको छैन कि जस्तो भयो होला, तर भेटिएको छैन। तर मच्छर पो डेन्जर लाग्यो, कानमा टोकिरहेछ होइन। झाडीमा हिँड्नु परेछ गाइज, झाडीमा यसो तर्ने कराएर यहाँ चाहिँ चढ्नै सकेन यार, टेन्सन हुन्छ। जङ्गल घना जङ्गल छ गाइज, घना जङ्गल छ। ओ गाइज बहुत मच्छर टोकिरहेको छ यार। मच्छर टोक्दा यहाँ कता त फुल्ली भएको छ होइन, टुटुलको उठेछ, फोकुल उठेछ। अनि त्यसै गरी छौँ अहिले हामी बहुत झाडीमा छौँ यार, बहुत मच्छर, यो मच्छर देखिरहेको होला। त्यसै गरी यो छ नि, यो चाहिँ बिरुवाको हो यो बोट। यो आयुर्वेदिक हो क्या, आयुर्वेदिक यसको नाम यसलाई भन्छ हाडजोड। जस्तै कि भाँचेको हुन्छ नि, हाडसाड भाँचेको हुन्छ कतै, अनि त्यसपछि यसले पिसेर लगाउने हो भने त्यो हाड अलि सन्चो हुन्छ भन्ने मैले भर्खर सुने होइन। उहाँ भर्खर भन्नुभएको, उता जानुभयो। ल म पनि लाग्छु त्यही भनेर होइन, किनकि सबै पाइन्छ क्या गाइज, वनस्पतिमै हो क्या, नेचुरल आयुर्वेदिक सबै जे पनि पाइने यहीँबाट हो। ए उहाँ त जानुभयो कुदेर यार, म पनि लाग्नुपर्छ फेरि। यो झाडी छ, एक्लै डर लाग्छ होइन, भाग्नु पऱ्यो। मान्छे अन्त मान्छे लुकेको यार यहाँ त। कैसी गई क्या इतना झाड़ी में यार। बहुत झाड़ी छ गाइस, बहुत झाड़ी छ। मान्छे डुब्ने झाडी छ यार। हुन्छ मजा आइरहेको छ आज, धेरै दिनपछि यस्तो गर्न पाइयो। अनि हामी पनि लाउरे आर्मी नभए पनि सोल्जरै हो क्या आफूमा, यस्तो कहिलेकाहीँ देखाउनुपर्छ। यहाँ मलाई के चलिरहेको
यता गाइज अनि त्यसै गरी अहिले हामी जङ्गलबाट बाहिर निस्किसक्यो होइन अनि जङ्गलबाट बाहिर निस्किसक्यो जङ्गलमा गइयो एउटा पनि बोनी भएन यार खोइ अझै नभएको रहेछ भनेपछि होइन नभएको होला सायद भन्ने त होला के अरे एउटा पनि देखिएन त्यत्रो 2 घण्टासम्म नन स्टप जङ्गलभित्र झाडीभित्र सबै होइन एउटा त देखिन्थ्यो तर एउटा पनि भेटिएन भनेपछि अझै खोइ बेला नभएको हो कि नपाएको हो अब के भन्ने होइन ल ठिकै छ त्यसै गरी अब हिँड्ने हो आज ल नेक्स्ट दिन फेरि आउँदैछौँ अनि कस्तो हुन्छ भुड्की भन्ने कुरा म देखाइदिन्छु होइन भुड्की भन्नाले अब फेरि च्याउको पनि परिकार हुन्छ नि अब कसैले डल्ले च्याउ हुन्छ भन्ला रे होइन अनि हाम्रो भाषा चाहिँ थारू भाषा चाहिँ भुड्की भन्छ होइन अनि इङ्ग्लिसमा त थाहै छ के अरे मसरुम होइन अनि मसरुमको पनि प्रकार हुन्छ त्यसै गरी कुन प्रकारको हो त्यो चाहिँ मलाई थाहा छैन होइन त्यही पनि अनि च्याउ अब नेपालीमा च्याउ हो अनि च्याउको पनि कुन प्रकारको हो त्यो त थाहा भएन होइन नाइको भनिदिन्छु तर हाम्रोमा चाहिँ भुड्की भन्छ होइन ठिकै छ होइन भन्नु च्याउ त छुट्टै पनि हुन्छ तर त्यसलाई चाहिँ भुड्की नै भन्छ क्या एउटा हुन्छ क्या डल्लो मैले देखाउनै पाएन कि आज म देखाउँछु भनेको थिएँ होइन तर एउटा पनि भेटिएन केही छैन अब हामी निस्किँदैछौँ यहाँबाट जाँदैछौँ तर अर्को दिन फेरि आउनेछौँ र अर्को दिन आएर टक्क लगाएर कस्तो हुन्छ भन्ने कुरो देखाइदिन्छु र त्यसको भ्यालु पनि भनिदिन्छु होइन अहिलेलाई ल यति नै हस् त दर्शन त्यसै गरी हामी साथमा हामी बाजेहरू हुनुहुन्छ यहाँ मोबाइल चलाइराख्नु भएको छ